हरेक ठाउँमा जाति अनुसार आफूभन्दा ठुलालाई सम्मान गर्ने कार्यक्रम राखेका रहेछन् र बजारभरि प्रदर्शन गर्दै हिँडेका थिए। केही छिनको प्रदर्शनपछि पानी अचम्म तरिकाले आयो। मलाई पनि अचम्म लाग्यो, कस्तो अनौठो भयो यो। बर्सातले होला यतातिर चाहिँ आज एकदम चिसो हावा चलेछ र मौसम पनि आज सफा नै छ यतातिरको। अलि हिजो चाहिँ एकछिन पानी परेको थियो कि यतातिर, र आज चाहिँ मौसम क्लियर सफा छ होइन। अब पहाडमा जस्तो त हुँदैन पनि यहाँ, त्यो पनि मौसम चाहिँ एकदम चिसो छ। मलाई चाहिँ अचम्म लागेको कुरा के, यो पुलिस स्टेसन हो, त्यो माथि चाहिँ यति धेरै बाइकहरू छ कि अब यो बाइकहरू कम्ता छैन कि त्यहाँ। अब किन राख्या हो, अब बरु लिलाम गऱ्यो हुन्थ्यो होइन। अन्त सरकारसँग पैसा टन्ने छ यहाँ, केही समस्या नै छैन यसको बारेमा। यहाँ चाहिँ सिट छ, यो सिटको बन्द गर्नुको लागि भनेर यतातिर यो वाल बन्द गर्ने कामहरू भइरहेछ। काम गर्ने मान्छेहरू आएको रहेछ, किनकि यसमा अब कुन चाहिँ सिट लगाउने भन्ने कुरा फिक्स भएको छैन अरे। त्यही भएर आज चाहिँ काठको काम गर्ने मान्छेहरू आएको छैन, सबै रेडी छ। यसमा यो चाहिँ मन्दिर हो, काउन्टरहरू भयो, यता काउन्टर अरू पनि बन्द बाँकी नै छ, तर सिटहरू फिक्स भयो भने मात्रै मान्छेहरू आउँछन्। इन्डियनहरू जुगाडमा कमी छैनन्। एउटा डिजल ट्याङ्कीलाई, जेनेरेटरलाई तपाईँको ट्र्याक्टर बनाएर चलाइरहेका थिए र सामान ढुवानीको कामहरू गर्दो रहेछन्। अचम्म लाग्दो छ होइन। त्यस केही छिनपछि फेरि मोटर आयो, यो टाइल चम्काउन भनेर लिएको हो र यसको कार्य गर्दा मैले अचम्मको चिज देखेँ। बारुला भेटाएँ। बारुला चाहिँ अचम्मको डिजाइनमा रहेछ, तर उसले आफ्ना बच्चाहरू निकालिसकेको रहेछ। अनि मैले त्यही साइडमा राखेर ल यता यता सफाइ गर्नु भनेर मैले उसलाई गाइड गरेँ। अनि उसले आफ्नो कार्य सुरु गर्यो। माथिको खाली भागमा वाल लगाउने भनेर इँटाहरू मगाएको रहेछ, त्यो पनि मैले रिसिभ गरेँ र त्यसको बिलहरू आएको रहेछ। त्यो चाहिँ मैले सुरक्षित साथ राखेर आफ्नो काममा अगाडि बढेँ। र आज चाहिँ फेरि यो हुडको आएको रहेछ किचनको लागि भनेर, त्यो पनि रिसिभ गरेँ। हुडहरू चाहिँ अलि स्टेनलेस स्टिल भनेको अलिक कच्चो खालको पठाइदिएछ। यसको बारेमा चाहिँ म फेरि कुरा गर्नेछु। आजको लागि यति नै गाइज, अर्को भिडियोमा भेटौँला। तबसम्मको लागि बाई बाई।